जय मसीह। क्रिसमस तथा नयाँ वर्षको शुभकामना। क्रिसमसको उपलक्ष्यमा हामी एउटा भजन गाउँदैछौँ। यो भजन परमेश्वरले दिनुभएको भजन यूहन्ना 3 अध्यायको 16 पदमा पवित्र बाइबलमा यसरी लेखेको छ, परमेश्वरले एकमात्र पुत्र दिनुभयो जो कि उहाँलाई विश्वास गर्ने कोही पनि नाश नहोस्, उनीहरू सबैले अनन्त जीवन पाओस्। प्रभु येशूलाई जान्ने नजान्ने जो पनि होस्, यदि प्रभु येशूलाई विश्वास गर्छ भने सबैजनाले अनन्त जीवन पाउनुहुनेछ। रोमी 2:11 पदमा के लेखेको छ हजुरले? रोमी 2:11 अनुसार चाहिँ परमेश्वरले पक्षपात गर्नुहुन्न, किनभने यहाँ भनेछ किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न, विश्वासी क्रिस्चियन अक्रिस्चियन भनेर छुट्याउनुहुन्न। परमेश्वरले सबैलाई प्रेम गर्नुहुन्छ। यो यूहन्ना 3:16 भनेछ सारा संसारलाई भने, सारा संसार भनेको क्रिस्चियन मात्रै होइन, क्रिस्चियन अक्रिस्चियन सबैजनालाई परमेश्वरले प्रेम गर्नुहुन्छ। धन्यवाद। साँच्चै नै हामी नेपालीहरू, यो देशको माया गर्ने नेपालीहरू, हामीमा कुनै जात भात छुवाछुत, यो ठुलो यो सानो त्यो भेदभाव हामीले गर्नु हुँदैन। हामी सबै नेपाली हौँ। यो देशलाई हामीले माया गर्नुपर्छ। त्यसकारण त परमेश्वरले हामीले यो देश दिनुभयो। हामी भजन गाउने छौँ, इसाई भनी हामीलाई हेला नगर, रगत हाम्रो रातो नै छ, फरक के छ र? इसाई भने हामीलाई हेला नगर, इसाई भने हामीलाई हेला नगर, रगत हाम्रो रातो नै छ, फरक के छ र? रगत हाम्रो रातो नै छ, फरक के छ र? इसाई भने हामीलाई हेला नगर। हामी पनि नेपाली हौँ, बाँच्न पाउनु पर्छ। हामी पनि नेपाली हौँ, बाँच्न पाउनु पर्छ। सुसमाचारले मेचिकाले छाउनु पाउनु पर्छ हो, सुसमाचारले मेचिकाले छाउनु पाउनु पर्छ। इसाई भने हामीलाई हेला नगर, इसाई भने हामीलाई हेला नगर, रगत हाम्रो रातो नै छ, फरक के छ र? रगत हाम्रो रातो नै छ, फरक के छ र?